ल गाइस उहाँ चाहिँ हाम्रो कान्छी आन्टी हुनुहुन्छ। रोटी हाल्दैछौँ। अरू के भन्ने, उहाँ चाहिँ मेरो सासु मम होइसिन्छ। उहाँले चाहिँ मेरो लागि तरकारी काट्दै हुनुहुन्छ। अनि मेरो ठुली दिदी, सानो दिदी, भाबीजी बस्नु भएको छ, सुत्ने भन्नुहुन्छ उहाँले चाहिँ। माइजू हाम्रो कान्छी माइजू। अरू के भन्ने भयो? आफूलाई त देखाउनु पर्ने टिका लास्टमा। म चाहिँ गाइस भिडियो क्यामेराम्यान। गराउँछु नि फोटान फेरि। उनका त गाली जस्तो चटक त जाने। टिका बात गर्न हामी सासु मम्मी हुँदैन। अब त हाम्रो काइलेन्डले त मेसेज पनि हेर, छोरी तिमी कहिलेसम्म पुग्छौ, राम्रोसँग पुग्नु भनेर लेखेर तिनीहरू खतरा नेपाल लेख्दिन। तिनीहरू सिक्केली छिन्, लेख्न जान्दिन क्या, मै लेख्न जान्दिनँ। अप्ठ्यारो हुन्छ त्यो उमेरले। छोरी ल ल ठिक छ, आन्टी के ले आफै लेख्यो भने भागा पनि यस्ता मिलायो भने त ठुट्टी पनि छोरीले छोरीले गाइस हाम्रो फिनरोटी बन्दैछ। अनि हाम्रो म चाहिँ आफ्नो माइत आएको छु गाइस हैन, काम हराउँछन् माइत आएको बेला पनि। घर कहाँ हो? मेरो घर उता बङ्गालतिर पर्छ के। तपाईँ देशी नि हो? नै देशीका पहिला आएको। यहाँ के अरे दसैँ देशी नभन्नु। बाहिर खान्छ चोर्न आउनु भयो। हजुर तामा भाइ र भाडा छोड्न आएको। त्यस्तै लाग्यो। एउटा को मान्छे मसँग 3टा केटी हामीसँग हाम्रो गाडीमा आएको 3टा